मङ्गलं भगवान् विष्णु मङ्गलं गरुडध्वज मङ्गलं पुण्डरीकाक्षे मङ्गलाय तनोहरि नारायण जन्म 2083 सालको राशिफल लिएर म नारायण सिलवाल यहाँहरू समक्ष उपस्थित भइसकेको छु। सिंह राशि मा मिमु मे मोटा टी टु टेबाट यहाँहरूको पनि नाम आउँछ भने पक्कै पनि यहाँहरूको सिंह राशि रहनेछ। सामान्य फलदायी वर्ष रहेको छ। वैदेशिक क्षेत्रका कामहरू बन्ने र लाभ समेत हुने योग देखा पर्दछ। पूर्वार्धमा पठन पाठनमा रुचि नभए पनि वर्षको उत्तरार्धमा गएर शिक्षामा एकदमै राम्रो हुने देखा परेको छ। यो वर्ष बृहस्पति शनि राहु केतु अशुभ फलदायी रहनाले स्वास्थ्य समस्या झुट्टा आरोप लाग्ने बन्धनमा पर्ने धनको नोक्सानी हुने शत्रु बढ्ने मानसिक तनाव बढ्ने जस्ता अशुभ फल लाग्ने देखिन्छ। शुभ फल प्राप्तिका लागि उक्त ग्रहहरूको शान्ति कर्महरू गर्नुपर्ने देखिन्छ। वर्षको उत्तरार्धमा राहु केतु शुभ फल प्राप्त हुने भएकोले केही राहत मिल्ने देखिन्छ। वैशाखमा मानहानि र पाप कर्ममा मन बढ्ने, जेठमा गएर सुख र कार्यसिद्धि हुने योग पर्दछ भने असारमा सुख र धन लाभ हुने योग देखा पर्दछ। श्रावणमा हजुरहरूको धन नाश हुने र पीडा हुने देख्दछ भने भाद्रमा गएर स्थान नाश र चिन्ता, आश्विनमा हानि र भय हुनेछ भने कार्तिकमा गएर सुख र गुमेको धन हात लाग्ने योग देखा परेको छ। मङ्सिरमा हजुरहरूको रोग भय र मानहानि र पुषमा गएर धन नाश र आर्थिक सङ्कट हुनेछ भने माघमा गएर हजुरहरूको शत्रुहरूको नाश हुनेछ र सुख प्राप्तिको योग देखा परेको छ। फागुनमा लामो यात्रा र खर्च वृद्धि र चैतमा स्वास्थ्य सम्बन्धी समस्याले पिरोल्नेछ। यो वर्ष व्यापार र पशु व्यवसायबाट राम्रो आम्दानी हुनेछ। आर्थिक दृष्टिले हेर्दा असार मङ्सिर र माघ महिना यहाँहरूको शुभ रहने देखिन्छ। त्यसैले हजुरहरूले वर्षको सुरुवातमै बृहस्पति शनि राहु केतुहरूको शान्ति कर्म गर्नुहोला, जसले गर्दा हजुरहरूमा आउने विघ्न बाधाहरू निर्मूल हुनेछन्।